अब यो छोटो भिडियोमा हामी क्यान्डल फर्मेसनको बारेमा बुझौँ। नर्मली हामीसँग एउटा ग्रीन क्यान्डल हुने गर्छ र एउटा हामीसँग रेड क्यान्डल हुने गर्छ। दुईटैको कमन पोइन्ट के हो भन्दाखेरि दुईटैको हाई र लो सेम सेम हुने गर्छ। फरक यति हो कि यिनीहरूको ओपनिङ र क्लोजिङमा मात्रै फरक हुने गर्छ। ग्रीन क्यान्डलको ओपनिङ भनेपछि तलदेखि हुन्छ र त्यसको क्लोजिङ माथि भएर हुन्छ। त्यस्तै गरी रेड क्यान्डलको भने चाहिँ ओपनिङ माथिदेखि हुन्छ र यसको क्लोजिङ चाहिँ तल भएर हुन्छ। अब यसमा यसको इक्जाम्पल लिँदाखेरि चाहिँ हाम्रो यसको यो ग्रीन क्यान्डलको ओपनिङ यहाँ आएर ओपनिङ भयो र यसको क्लोजिङ चाहिँ यहाँ आएर भयो। अब यसमा सेलरले यसले आफ्नो दम देखाएर सेलरले यो क्यान्डललाई यहाँसम्म लग्यो, तर एकदम बाहिरमा एकदम स्ट्रङ भएको कारणले गर्दा यो क्यान्डल यसरी क्लोजिङ भयो। त्यही भएर नर्मल्ली हामीले चार्टमा यो ह्यामर भने पनि मार्केट अप जानेको कारणै यही हो। त्यस्तै गरी अब यो सेलिङमा के भयो भन्दाखेरि यो हाम्रो यो क्यान्डल भयो, रेड क्यान्डल भयो। यसमा बाहिरले आफ्नो दम देखाएर यसलाई यहाँसम्म ल्यायो, तर यसमा बाहिर विक भयो र सेलर स्ट्रङ भएको कारणले गर्दा यसको क्यान्डलको क्लोजिङ चाहिँ यहाँ आएर भयो। त्यसै नर्मली हामीले चार्टमा हेर्दा सुइटिङ स्टार बनेपछि मार्केट डाउन जानुको कारण नै यही हो। यी दुईटामा डिफरेन्स यति छ कि ग्रीन क्यान्डलमा हाम्रो ओपनिङ तलदेखि हुन्छ र क्लोजिङ माथि गएर हुन्छ। त्यस्तै गरी हाम्रो रेड क्यान्डलमा चाहिँ ओपनिङ माथिदेखि हुन्छ, क्लोजिङ चाहिँ तल गएर हुन्छ। यिनीहरूको कमन पोइन्ट भनेको हाई र लो यिनीहरूको कमन पोइन्ट हो, अरू चाहिँ हाम्रो सेम भयो। मन पर्यो भने यो भिडियोमा लाइक गरिदिनु ला, आफ्नो केही अब विचार गर्न भने चाहिँ कमेन्टमा छोडिदिनु ला।